नेतृत्वमा युवाले के हुन्छ भने तपाईहरुलाई म प्रश्न पार्न चाहन्छु 25 देखि 30 वर्षको मान्छेले नि त्यो नेतृत्व गर्न पायो भने 50 देखि 60 वर्ष सोच्छ क्या त्यसको त्यो माइन्डसेट यो भोलिका दिनसम्म म बाँच्न पाउनुपर्छ भोलिका दिनसम्म मैले परिवर्तन गर्न पाउँछु भन्ने सोच्छ तर 70 वर्षको मान्छे नेतृत्वमा बसेर त त्यो 10 वर्षपछि माथि बितिहाल्छ त अनि के बाँच्नु न सोच्दै सोच्दैन नि त्यो भएको हुँदा यतिखेर लिडरमा जेनेरेसन चेन्ज यो अन्तरिम संविधानले हाम्रा मागहरू म प्रश्न भन्न चाहन्छु हाम्रा मागै म सुनाउन चाहन्छु व्याख्या नगरिकन तत्कालीन आन्दोलनको अवस्थालाई उग्र बनाउन सरकारले निरङ्कुशता साँधेको तत्कालीन सरकार पक्षलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्कालीन सरकारलाई कारबाही गर्नुपर्छ सरकारलाई कारबाही गर्ने हो आन्दोलनकारीलाई कारबाही गर्ने होइन त्यो जुनसुकै व्यक्ति होस् आन्दोलनकारीलाई कारबाही गर्ने कुरै छैन प्रदेश खारेजीको माग नेपाली जनताको त्यो मुद्दा सडकमा उठिसकेपछि यो नेपाली जनताको माग रहेको हुँदा तत्काल खारेज गर्नुपर्छ अर्को कुरा के छ भने 2047 सालपछि सार्वजनिक पद धारणमा रहेका सम्पूर्ण आरोपीलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्काल सजाएर प्राप्त सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ यो बुदाजी मैले के भनेदेखि मेरो मनमा होइन नेपाली जनताले पठाएका बुदाहरू भएको हुँदा